आज चाहिँ कुरा गरौँ हिजो मात्रै उद्घाटन भएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको बारेमा। यसको बारेमा कुरा गर्नुभन्दा अगाडि थोरै के कुरा गर्नुपर्छ भन्दाखेरि हामीले 2068 साललाई सम्झनु पर्ने हुन्छ। त्यति बेला चाहिँ नेपालको प्रधानमन्त्री थिए झलनाथ खनाल। उनको बेलादेखि नै यसले यो कामले तीव्रता पाएको हो। त्यस पछाडि स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री भए, उनको पालामा पनि बजेट निकासा भएको हो भने त्यस पछाडिका प्रधानमन्त्री भए प्रचण्ड, उनको पालामा पनि यो कामले चाहिँ निरन्तरता पाइरहेको थियो भने केपी शर्मा ओलीको पालामा चाहिँ यो सुरुङ मार्गको चाहिँ शिलान्यास भएको थियो भने अहिले 2083 सालमा आएर प्रधानमन्त्री बालेन शाहको कार्यकालमा चाहिँ यसको उद्घाटन भएको छ हो। त्यसैले गर्दाखेरि चाहिँ हामी कसैले पनि हाम्रो पालामा चाहिँ यसको उद्घाटन भएको हो, हाम्रो पालामा शिलान्यास भएको, हाम्रो पालामा फलानु भएको, ढिस्काना भएको भन्ने कुरा नगरौँ होइन। यति हो कि नेपालमा एउटा सुरुङ मार्गको सुरुवात भएको छ, त्यो नै एकदमै राम्रो कुरा हो भने अर्को कुरा चाहिँ तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुने बेलामा शिलान्यास भएको हो। यस कारणले गर्दाखेरि चाहिँ अलिकति त्यो कुरालाई चाहिँ हामीले सम्झिने नै पर्छ, किनकि शिलान्यास हुनु ठुलो कुरा हो होइन। शिलान्यास भइसकेपछि मात्रै चाहिँ यसले कामले पूर्णता पाउने तर्फ यो उन्मुख हुन्छ। त्यसैले गर्दा 2068 सालदेखि सुरु भएको सुरुङ मार्ग चाहिँ 2083 सालमा आएर समापन भएको छ र अहिले चाहिँ नेपालले पनि एउटा सुरुङ मार्ग प्राप्त गरेको छ। त्यस कारणले गर्दा सम्पूर्ण नेपालीहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। हुन त म अहिले अस्ट्रेलियामा बस्छु र अस्ट्रेलियामा ठुल्ठुला सुरुङ मार्गहरू छन्। विशेषतः यहाँको मुख्य सहर सिटीमा पनि सुरुङ मार्ग हुँदै ट्रेनहरू हिँड्ने गर्छन् भने ठुल्ठुला सुरुङ मार्गबाट अरू गाडीहरू पनि आवत जावत गर्ने गर्छन्। त्यस कारणले गर्दा यहाँ बस्ने मान्छेहरूलाई नेपालको मा सुरु भएको यो सुरुङ मार्ग त्यति वाउ नलाग्ला होइन, तर यो नेपालीहरूको लागि भने निकै ठुलो उपलब्धि हो र नै नेपालमा अरू सुरुङ मार्गहरू पनि बन्नुपर्छ ताकि एउटा सहरबाट अर्को सहरमा जानलाई समय बचत होस्, छिटो पुगियोस् होइन, र यात्रुहरू सहज तरिकाले आवत जावत गर्न पाउन्। यो नै ठुलो कुरा हो। यसको लागि अरू सुरुङ मार्गको पनि अध्ययन आवश्यक छ र अरू सुरुङ मार्गहरूलाई पनि निरन्तरता दिनुपर्ने हामीले देख्दछौँ होइन। मलाई चाहिँ यो कारणले गर्दाखेरि चाहिँ कसैले पनि यसको जस लिने अथवा जस दिने काम नगरौँ। अलिकति जस दिने हो भने चाहिँ केपी शर्मा ओलीलाई दिनुपर्छ र अरू सबै सरकारले चाहिँ यसको जस पाउनुपर्छ, न कि बालेन शाहले मात्रै। बालेन शाहले त खालि बालेन शाहको सरकारको पालामा चाहिँ खास के हो भन्दाखेरि यसको उद्घाटन मात्र भएको हो। त्यस कारणले गर्दाखेरि यो नेपालीहरूको लागि नै खुसीको कुरा हो। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि मलाई तपाईँले फलो गर्नुभएको छैन भने फलो पनि गर्नु होला है त।